हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। अहिले चाहिँ हामी जाँदैछौँ विशाल मार्ट अनि अलिकति घरको सामान र ग्रोसरी गर्नु छ। अनि गाडी चाहिँ हामीले यहाँ पार्क गऱ्यौँ अनि यहाँनिर चाहिँ हामी इन्ट्री गर्दैछौँ विशाल मार्टभित्र। अनि फर्स्टमै तपाईँले यो बास्केट्सहरू देख्न सक्नुहुन्छ है, लन्ड्री बास्केटहरू, टेबलहरू, चेयरहरू देख्न सक्नुहुन्छ। अनि यो चाहिँ सबै रिजनेबल छ एकदम। तपाईँले चाहिँ विशाल मार्ट चाहिँ सबैको लागि हो, अफोर्डेबल हो। अनि यहाँ चाहिँ फर्स्टमै देख्नुहुनेछ यो ड्रेसहरू। अनि यो चाहिँ तपाईँले 299 मा पाउन सक्नुहुनेछ। यहाँ चाहिँ कट सेटहरू पनि छ। अनि यहाँनिर चाहिँ अफर तपाईँको अहिले कतिवटामा चाहिँ अफर छ, कतिवटामा चाहिँ अफर छैन। अनि यो चाहिँ तपाईँहरूले कट सेटको सेक्सन रहेछ। अनि यहाँनिर चाहिँ यो सेटहरू चाहिँ तपाईँले पाउन सक्नुहुन्छ 699, 499हरूमा है। अनि यहाँनिर चाहिँ तपाईँहरूले कुर्थिजहरू पनि, कुर्ता अनि सेटमा पनि पाउन सक्नुहुन्छ। अनि न्यू अराइभलहरू। अनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो कुर्ता चाहिँ मलाई एकदम मन पर्यो। यो चाहिँ एकदम मजाको लागेर चाहिँ मैले यसको दुपट्टा हेर्दै थिएँ। दुपट्टा चाहिँ अलिक भित्र रहेछ र अनि यो चाहिँ 1999 को रहेछ, 2000। अनि यहाँनिर कुर्तीहरू छ, योहरू चाहिँ अलिकति कम्ती रेन्जको कुर्तीहरू छ। अनि यहाँनिर चाहिँ पिसहरू रहेछ। यो चाहिँ सायद कुर्तीको पिसहरू होला। यो पनि एकदमै अफोर्डेबल छ। अनि यहाँनिर चाहिँ कलर अप्सनहरू पनि छ। अनि यहाँ पनि कुर्ताको सेटहरू छ। यो चाहिँ कुर्ताको एथनिक वेयरहरू छ। अनि यहाँनिर चाहिँ तपाईँले एकदम रिजनेबलमा पाउन सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। कतिवटामा अफर छ, कति न्यू अराइभलमा चाहिँ छैन। अनि यहाँ चाहिँ कमको सेक्सन छ। यहाँ चाहिँ 49 अनि 79 छ। यहाँ चाहिँ सक्सहरू छ है। अनि सक्स पनि एकदमै अफोर्डेबल, एकदम सस्तो छ है। अनि यो चाहिँ हो तपाईँको, यो चाहिँ गर्ल्सको इनरहरू छ। तपाईँहरूले यहाँ पनि तपाईँले अफर पाउन सक्नुहुन्छ। अनि यहाँनिर यो सेक्सन चाहिँ छ नाइट ड्रेसहरू छ। यसमा चाहिँ तपाईँले बाई 1 गेट 1 फ्री छ। अनि यो चाहिँ मैले पनि लास्ट टाइम लगेको थियो, एकदम राम्रो हुन्छ है, शीतल पनि हुन्छ, तर एकदम सर्ट हुन्छ। यो चाहिँ मेरो हाइटमा चाहिँ अलिकति पुरै सर्ट भएर चाहिँ मैले यो टाइम चाहिँ लगिनँ। अनि यहाँ पनि कुर्ता मन परेर एक प्रकारको राम्रो 999मा रहेछ र हेर्दै थिएँ। अनि तपाईँहरू आएर भिजिट गर्न सक्नुहुन्छ यदि तपाईँ नाम्ची छेउछाउ छ भने है। यहाँनिर चाहिँ अनि यहाँनिर यो ब्यागहरू पनि छ, ब्याग्सहरू पनि एकदमै अफोर्डेबल। अनि यहाँ मिररहरू पनि देख्न सक्नुहुन्छ। अनि यहाँ रहेछ 70% सेल अनि 50% सेलको। अनि यहाँनिर चाहिँ मलाई एउटा कुर्ती चाहिँ नानीको लागि चाहिँ मन पर्यो है। अनि 70 त एकदमै सुपर है, मेगा सेल हो, त्यो भएर मैले चाहिँ यो ट्राई गर्दै थिएँ। अनि ब्रिउले चाहिँ मन पराएको थिएन, तर पनि मैले उसलाई ट्राई गरिदिँदै थिएँ किनभने लास्ट टाइम मैले यसको मुनिको लोवर लगेको छु, त्योसँग मिल्ने रहेछ। अनि यहाँनिर चाहिँ छ जिन्सहरू। यो चाहिँ एकदम 70% सेलमा हो। तपाईँले यसमा चाहिँ यदि 1000 को छ भने पनि तपाईँलाई 200 समथिङहरू मात्रै पर्छ है, त्यस्तो खालको एकदम सुपर मेगा सेल छ। तपाईँहरू छिटोभन्दा छिटो आएर भिजिट गर्नुहोस् है। अनि यो चाहिँ एकदम कम्ती लिमिटेड मात्रै छ। अनि यसमा चाहिँ प्रायः यो क्लोथ सेक्सनमा मात्रै रहेछ। अनि यहाँनिर पनि रहेछ। यो चाहिँ मैले ब्रिउलाई अनि घरको लागि मजाको शीतल खालको जामा रहेछ र मैले यसो ट्राई गर्दै थिएँ है। अनि यो चाहिँ ब्रिउलाई दामी हुने रहेछ भनेर चाहिँ मैले यो बोकेँ होइन। यो चाहिँ 70% सेलको। अनि यो चाहिँ सायद कम्ती नै आउँछ यसको आफ्टर डिस्काउन्ट चाहिँ। अनि ड्रेसहरू लङ ड्रेसहरू पनि रहेछ, तर मैले चाहिँ लगिनँ, मैले चाहिँ अलरेडी मेरोमा छ र। अनि यहाँ लोवरहरू, पाइजामाजहरू रहेछ है, घरमा बस्ने सजिलो लुगाहरू। अनि यहाँ चाहिँ 399हरूमा छ। यानि केटीको टपहरू रहेछ 199मा। अनि ब्रिउलाई चाहिँ यो टोय पुरा मन पऱ्यो अरे। मैले चाहिँ अन्त उसको पुरा घरमा छ टोय, बेसी नलैजाऊ भन्दै थिएँ है। अनि यहाँ 199मा चाहिँ यस्तो समरको टप्सहरू तपाईँ आएर भिजिट गर्नुहोस्। यति मजाको क्रप टपहरूमा पनि रहेछ है, यति क्युट छ। अनि मैले चाहिँ लास्ट टाइम पुरा सपिङ भएको छ मेरो अनलाइनबाट, सावनाबाट पनि, त्यही भएर मैले लिएन। अनि यहाँनिर छ मेन्सको है। अनि यहाँनिर छ तपाईँले देख्न सक्नुहुन्छ सर्ट्सहरू रहेछ, बक्सेसहरू पनि रहेछ होइन। यो चाहिँ एकदम मेन्सको लागि डेली अनि यो घरमा बस्दा लाउनेहरू। अनि यहाँनिर चाहिँ एउटा क्युट खालको टी सर्ट देखेँ मैले, जुन चाहिँ ब्रिउलाई हुने खालको। अनि यो चाहिँ तर मलाई अस्तिको मैले लास्ट टाइम विशाल मार्टमा पनि यस्तो सिमिलर भएर मैले यो लिएन। अनि यहाँ चाहिँ प्रायः मेन्सको। अनि यहाँ माथि चाहिँ फेरि हाम्रो चाहिँ अर्को यो किचन आइटमहरूको कन्टेनरहरू सेटमा राखेको हुन्छ। अनि यहाँनिर कोल्ड ड्रिङ्क पनि देख्न सक्नुहुन्छ, 67मा मात्रै पाउन सक्नुहुन्छ। अनि यहाँ सिँढीदेखि नै तपाईँले देख्न सक्नुहुन्छ एकदम किचनको आइटम्सहरूदेखि लिएर योहरू सबै स्टोरेज बक्सहरू मैले लास्ट टाइम लगिसकेको छु। अनि यो चाहिँ रहेछ 199मा मात्रै तपाईँले पाउन सक्नुहुन्छ। यो चाहिँ टी सर्टहरू, यो चाहिँ तर बोइजको लागि रहेछ। मैले चाहिँ घर बस्दाको लागि चाहिँ सोचेँ ठिकै छ, घर बस्दा त किन डिजाइन
प्रिन्ट चाहियो भनेर अनि मैले यो चाहिँ हेर्दै थिएँ ब्रिउको लागि घर बस्दाखेरि 99मा। सो यो चाहिँ क्वालिटी पनि त्यस्तो नराम्रो त होइन, घर बस्दा चाहिँ हुने खालको क्वालिटी नै रहेछ। अनि यो प्रिन्ट पनि मन पर्यो है। अनि मैले ब्रिउलाई चेक गर्दै थिएँ, अनि ब्रिउले चाहिँ ममा यो त बोइजको हो भन्दै थियो, तर मैले चाहिँ घर बस्दा केही हुँदैन भनेर चाहिँ उसलाई मैले यहाँबाट एउटा जस्तो टी सर्ट हेर्दै। अनि यहाँनिर सनग्लास पनि छ 49मा। अनि यहाँ पनि रहेछ 70% सेल। अनि यहाँनिर मैले एउटा के देखेँ भन्दा चाहिँ कुर्ता सेट देखेँ। अनि मलाई चाहिँ यो कलर एकदमै स्काई ब्लूहरू चाहिँ मेरो एकदम मनपर्ने कलर हो। अनि यो चाहिँ अलिकति एक्सपेन्सिभ रहेछ। अनि यो डिस्काउन्ट आफ्टर डिस्काउन्ट पनि यसको धेरै घट्दैन, र पनि मलाई मन परेर मैले लाने सोचेँ। अनि मैले चाहिँ खासमा उसलाई चाहिँ घर बस्दाखेरिको चाहिँ नाइट सुट खोजेको थिएँ, छैन रहेछ, र चाहिँ मैले नाइट सुट चाहिँ पाइनँ। अनि यहाँबाट मिलाएर लान्छु होला भनेर मैले टी सर्ट चेक गरेँ। यो टी सर्ट चाहिँ 350 को, अनि आफ्टर डिस्काउन्ट चाहिँ यसको तपाईँलाई 110 समथिङ पर्ने रहेछ। अनि यहाँ चाहिँ 59 को सर्ट्सहरू रहेछ। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ 149 को टी सर्टहरू बोइजहरूको लागि चाहिँ एकदम राम्रो रहेछ। अनि विशाल मार्टमा तपाईँहरूले चाहिँ अहिले अफर प्रायःमा चाहिँ पाउनु सक्नुहुन्न। अनि कतिवटामा चाहिँ अफर छ, कतिवटामा चाहिँ छैन है। तपाईँले फेरि अफर छ सबैमा सोच्नु होला, यसमा प्रायःमा चाहिँ अफर छैन रहेछ। अनि यो चाहिँ टोय सेक्सनमा रहेछ। अनि एकदम यहाँ चाहिँ 60% सुपर सेल रहेछ, यहाँ पनि है क्लियरेन्स सेल होला सायद मेबी। अनि यहाँनिर चाहिँ फुटवेयरहरू रहेछ किड्सहरूको। अनि तर मलाई विशाल मार्टको चाहिँ अलिकति टु बी अनेस्ट है अलिकति मन पर्दैन। अनि स्लिपर्सहरू त ठिकै छ, स्लिपर्स मैले लास्ट टाइम पनि यहाँबाट हेरेको थिएँ। अनि त्यो स्लिपर्स चाहिँ छैन रहेछ। अनि अर्को स्लिपर चाहिँ रहेछ, यो चाहिँ अब एकदम डेली खालको लाउने खालको स्लिपर। यो चाहिँ मलाई मन पर्यो, अनि एकदम सस्तो पनि लाग्यो। यसमा चाहिँ 129मा तपाईँले यो स्लिपर पाउनु सक्नुहुन्छ। एकदम लाइट छ, नानीहरूलाई सजिलो हिँड्नु पनि है, एकदम कम्फर्टेबल कम्फी खालको छ। अनि यो चाहिँ ब्रिउलाई मैले सोध्दै थिएँ उसलाई, तर ऊ चाहिँ एकदम उसको खेल्नेपट्टि ध्यान थियो। अनि त्यो मैले एउटा स्लिपर लगिदिएँ। अनि तपाईँहरूलाई म जति पनि यहाँ देखाउँदै गरेको आइटम मैले के किनेँ, कतिवटा कति के पर्यो भनेर चाहिँ म तपाईँहरूलाई बादको अर्को भिडियोमा नेक्स्ट भिडियोमा भन्नेछु, किनभने यो भिडियो चाहिँ एकदम लामो हुने रहेछ। अनि यो क्रक्स पनि मलाई मन पर्यो, पिङमा 250 समथिङ रहेछ। तर यो खालको क्रक्स चाहिँ ब्रिउको पुरा छ। अनि यो क्रक्स चाहिँ फेरि उसले त्यस्तो लाउनु मान्दैन कि, उसलाई चाहिँ एकदम इजी खालको स्लिपरहरू खोज्छ। अनि त्यो भएर मैले यहाँबाट चाहिँ तपाईँले देख्न सक्नुहुन्छ नाम्चीको भ्यू। यो चाहिँ हो नाम्ची बजार, यो चाहिँ आधीमा थियो। अनि मेरो चाहिँ हस्बेन्डले ट्रली बोकेर मलाई हेल्प गरिरहनु भएको थियो। अनि ब्रिउ चाहिँ टोयमा पुरा बिजी भएर उसको टोइजहरू पुरा हेर्दै थियो। अनि यहाँनिर छ पेन होल्डरहरू है। अनि यो पनि मैले लास्ट टाइम नै लगेको छु। यसमा चाहिँ मैले दुईवटा कलरमा लगेको छु, पिङ्क र ब्लूमा। अनि तपाईँहरूलाई म यहाँ देखाउँछु स्टेसनरिजमा, तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ नानीहरूको तपाईँको स्कुलको केही आइटम्सहरू, कलर पेन्सिल स्केचहरू सबै पाउन सक्नुहुन्छ। अनि कतिमा अफर पनि हुन्छ, कतिमा हुँदैन पनि। सो तपाईँहरू पनि आएर भिजिट गर्नुहोस्। अनि यो चाहिँ ब्रिउले म लान्छु भन्दै थियो। अनि मैले भन्दै थिएँ तिम्रो यस्तो यति बेसी छ, तिमी लगेर केही गर्दैन, त्यो फ्याँक्छौ, तिमीले त्यो कहाँनिर राख्छौ भनेर मैले उसलाई भन्दै थिएँ। अनि उसले चाहिँ यो जग्गा चाहिँ पुरा मन पर्ने, वान अफ हर फेभरेट प्लेस चाहिँ यो हो, किनभने चाहिँ यहाँ चाहिँ उसको टोइजहरू मात्रै पाउँछ। अनि यहाँ चाहिँ तपाईँले स्कुल ब्याग्सहरू पनि पाउनु सक्छ। र फेरि तपाईँले अपस्टेज जानुभयो भने यहाँनिर किचन आइटमहरू पाउनु सक्नुहुन्छ। यहाँनिर डस्टबिनहरूदेखि लिएर सबै कुरा पाउनु सक्नुहुन्छ, एकदम सस्तो अनि रिजनेबल्सकोमा छ है। मेन्सको एकदमै मेन्सको पनि एकदम राम्रो कलेक्सन छ है, तपाईँहरू पनि आएर भिजिट गर्नुहोस्। तर मेन्समा चाहिँ मैले बेसी जस्तो अफर देखिनँ। मेन्स क्यापमा आँखा गयो, तर मलाई क्याप चाहिँ फेरि विशाल मार्टको चाहिँ कमन हुन्छ र मन पर्दैन। मैले हेर्नु चाहिँ हेर्दै थिएँ, तर मलाई प्रायः म विशाल मार्टको चाहिँ क्यापहरू चाहिँ प्रिफर गर्दिनँ। घरको लुगाहरू अनि यसो डेली युजको लागि चाहिँ तपाईँहरू पनि लाउनु सक्नुहुन्छ। अनि यहाँनिर तपाईँले अलिकति अफर पाउनु सक्नुहुने रहेछ, यो टी सर्टहरूमा चाहिँ अफर राखिदिएको रहेछ। बाँकी त तपाईँले सेम प्रिन्ट प्राइसमा नै पाउनु सक्नुहुन्छ। अनि यहाँ 129 को टी सर्टहरू रहेछ, यो चाहिँ मलाई मन पर्यो। क्वालिटी पनि मैले एकदम यसको मन पर्यो, यसको फ्याब्रिकदेखि लिएर कलरहरू मजाको रहेछ। अनि मैले दादालाई चाहिँ लाने घर बस्दा हुन्छ त भनेर सोध्दै थिएँ। उसले चाहिँ म यो खालको टी सर्ट चाहिँ मैले अलरेडी ड्रासमा थन्काइरहेको छु भनेर मनाइ गरिदियो है। अनि यहाँ फेरि स्लिपर सेक्सनमा यो चाहिँ मेन्सको, अनि उसलाई चाहिँ यो मन पर्यो भन्दै थियो, तर उसको अलरेडी किनिसकेको थियो। अनि ऊ चाहिँ कन्फ्युजमा थियो। अनि मैले चाहिँ बोक्ने भए बोक्नु न भन्दै थिएँ, तर भयो होस् भन्दै थिएँ। मलाई चाहिँ फेरि स्काई ब्लू भने नि मन परिहाल्छ। अनि मेरो फेरि स्काई ब्लूमा आँखा गयो। अनि दादाले चाहिँ ट्राई गर्दै थियो। अनि मैले भन्दै थिएँ त पानीमा लाउँदा हुन्छ, राम्रो हुन्छ किन्नु भनेर। अनि यहाँनिर छ तपाईँको ग्रोसरी, यहाँ चाहिँ बिस्किटहरूको तपाईँले देख्नु सक्नुहुन्छ है। स्टेयर्स चाहिँ डल्लै बिस्किट्सहरूले भरेको छ, म्यागी, नुडल्स, यहाँनिर भुजाहरू सब
सबै आइटम स्न्याक्सको तपाईँले आइटम त तपाईँले सेरीबाट नै भेट्न सक्नुहुन्छ। अनि यहाँनिर छ किचनको आइटमहरू। अनि म चाहिँ यहाँबाट स्टार्ट गर्छु साइडबाट, जहिले पनि म यो साइडबाट नै स्टार्ट गर्छु। अनि यहाँ कन्टेनर्सहरू तपाईँले देख्न सक्नुहुन्छ, यहाँ सेरामिक बोलहरू, प्लेट्सहरू बाई 1 गेट 1 फ्रीमा है। एकदम मजाको कलर लाग्यो मलाई यो। अनि यो चाहिँ सेटमा लानु फाइदा छ, तर अहिले चाहिँ मेरो अरू सामान किन्नु आएकोले गर्दा मैले त्यति यसलाई ध्यान दिइनँ। अनि यहाँ चाहिँ सानो सानो पेलाहरू, सुप खाने पेलाहरूदेखि लिएर अनि यहाँनिर ग्लासको एकदम मजाको बियरहरू है, तपाईँहरू वाइनहरू खानेलाई त एकदम यो चाहिने चिजहरू छ। अनि यहाँनिर छ क्युट परेको ट्रे है, अनि फ्रेन्च फ्राईहरू राख्ने। अनि यो पनि एकदम रिजनेबलमा छ। तपाईँले यहाँनिर नानीहरूलाई अनि बिहानको मर्निङ ब्रेकफास्ट दिने, यो पनि एकदम रिजनेबलमा थियो, 49 मात्रै थियो। अनि यो पनि एकदम हेभी, एकदम मोटो खालको टाइपमा रहेछ। अनि मैले चाहिँ यस्तो सोच्दै थिएँ, फेरि अलरेडी हाम्रोमा छ है, फेरि देखेपछि मनपर्छ, तर म आज चाहिँ यो सामानहरू बोक्दिनँ भनेर सोचेको थिएँ, किनभने म अरू सामान ल्याउन आएको थिएँ। अनि यो पनि एकदमै मन पऱ्यो नानीहरूलाई नुडल्सहरू दिने। अनि यो चाहिँ मजाको क्रिस्टल खालकोमा रहेछ। यो क्रिस्टल चाहिँ होइन, तर यो चाहिँ प्लास्टिकको रहेछ, यो चाहिँ ट्रे रहेछ, तर मलाई चाहिँ क्रिस्टलको त्यो एकदम ग्लासको मनपर्छ। अनि यहाँ सानो कन्टेनर रहेछ, यो चाहिँ अब तपाईँको लेफ्ट ओभर सब्जीहरू राख्नेहरू बोलहरू रहेछ। अनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ ट्रे, एकदमै मजाको ट्रे लाग्यो मलाई चाहिँ यो, एकदम डेकोरेसनको लागि मलाई मन पऱ्यो। यो चाहिँ 249मा। अनि अर्को डिजाइन छ, यो पनि एकदमै मन पऱ्यो। अनि यो त मलाई झन् पुरै मन पऱ्यो। यो चाहिँ पिङ्कमा रहेछ है, यो त एकदमै साइनिङ पनि रहेछ। अनि मैले सोच्दै थिएँ यो लैजाउँ कि भनेर, लास्ट टाइम मैले लान्छे लगेको थिएँ ट्रे। अनि मैले फेरि होस् भनेर फेरि अरू सामान लिनु आएको, फेरि किन भनेर मैले यो राउन्डमा चाहिँ लास्ट टाइम लगेको छु 199को यो ट्रे। यो पनि एकदमै राम्रो हुन्छ है, तपाईँले टीहरू सर्भ गर्नु। अनि यो चाहिँ मलाई पुरा मन परिरहेको थियो। सो यो छ तपाईँको किचनको आइटमहरू, कप्सहरूदेखि लिएर तपाईँले कन्टेनरहरू, ग्लास बोलहरू सबै पाउन सक्नुहुन्छ एकदम अफोर्डेबल प्राइसमा है। अनि यहाँनिर छ यो चाहिँ इन्डक्सनको लागि तपाईँको कुकवेयरहरू सबै यहाँनिर तपाईँले किचनको आइटमहरू पाउन सक्नुहुन्छ। अनि मैले चाहिँ अम्लेटको लागि हेर्दै थिएँ, किनभने बिहान मर्निङमा ब्रेकफास्टमा चाहिँ हतारमा चाहिँ ठुलोमा भन्दा सानो खालकोमा चाहिँ मिनी तावामा चाहिँ अम्लेटहरू छिटो हुन्छ र मैले त्यो हेरेँ। अनि मैले त्यो पनि लगेँ। अनि यहाँनिर चाहिँ कपहरू रहेछ, अनि ग्लासको यो बोतलहरू छ, तपाईँको अचारहरू स्टोर गर्ने, मसलाहरू स्टोर गर्ने। अनि यहाँनिर छ यो किचनको आइटमहरू, एकदमै सबैमा तपाईँले प्राइस डिस्काउन्ट त पाउनु सक्नुहुन्न, तर कतिवटामा चाहिँ तपाईँहरूको एकदम डिस्काउन्ट राखिदिएको छ। सो गाइस, तपाईँहरू पनि आएर भिजिट गर्नुहोस्। अनि मैले यो विशाल मार्टबाट के किनेँ भनेर म तपाईँलाई नेक्स्ट भिडियोमा भन्नेछु। यो 49 मात्रै पर्दो रहेछ। मैले लास्ट टाइम यो लगेको थिएँ, तर काउन्टरमा चाहिँ यसको स्क्यानै नभएर फेरि मैले रिटर्न गरिदिएँ। योपालि चाहिँ मैले लगेँ। अनि यहाँनिर चाहिँ आर्टिफिसियल प्लान्ट्सहरू पनि छ है। अनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ सबै किचनको आइटम्सहरू मात्रै छ यो एरिया चाहिँ। अनि तपाईँहरूले चाहिँ यहाँनिर जति पनि किचनको आइटम लानु सक्नुहुन्छ है, आएर भिजिट गरेर यो सामानहरूलाई तपाईँले लगेर आफ्नो घरमा सजाउनु सक्नुहुन्छ अनि युज गर्नु सक्नुहुन्छ। अनि विशाल मार्टको कतिवटा किचनको आइटम चाहिँ मलाई स्पेसली रिकमेन्ड गर्छु, किनभने किचनको आइटम चाहिँ यस्तो खालको आइटम हुन्छ एकदम मजाको हुन्छ क्या हो। अब पैसा दिएको अनुसार चाहिँ एकदम वर्थ इट लाग्छ मलाई चाहिँ है। अब मार्केटमा भन्दा विशाल मार्टको किचन आइटममा चाहिँ म चाहिँ एकदम 10 आउट अफ 10 नै दिन्छु। अनि यहाँनिर छ यो चाहिँ सोफा कम बेड है। यो चाहिँ म म्याट्रेस भनौँ न, अब यसलाई म्याट्रेस पनि बनाउँदा भयो, सोफा पनि बनाउँदा भयो। यो चाहिँ म लाँदैछु। यो चाहिँ म 2टा जस्तो लाने सोचेको छु। मैले चाहिँ ठुलो सोचेको थिएँ, मोटो थिकमा, तर यो त्यस्तो र यो म्याट्रेसहरू चाहिँ 999मा रहेछ। अनि यो चाहिँ अफरमा चाहिँ 499मा छ, बाई 1 गेट 1 भनौँ न। 1000मा चाहिँ तपाईँले 2टा पाउन सक्नुहुन्छ। अनि यो चाहिँ मलाई चाहिँ किन भन्दाखेरि चाहिँ पाहुनाहरू आउँदाखेरि कोही बेला सट्टै है म्याट्रेस ओछ्याएर सुत्नुहुन्छ, अनि कतिवटा कुरामा पनि युज हुन्छ। अनि यो चाहिँ छ कुसनको सेक्सन। अनि कुसन पनि म यसमा सायद लान्छु, 2-3वटा कति के गरेर मिलाएर लानेवाला छु। अनि पर्दाहरू पनि लानेवाला छु। कटन पनि मलाई पुरा चाहिरहेको छ, किनभने लास्ट टाइमको कटनहरू मैले किनेको थिएँ मार्केटबाट, त्यो चाहिँ मलाई अलिक कलरहरू मन नपरेर मैले राखिरहेको छु। सो म विशाल मार्टबाटै लान्छु भनेर सोचेर म कटनहरू पनि लाने, अनि यो कुसन पनि मैले लाने भनेर केमा अफर छ भनेर मात्रै म अपडेट गर्नेछु, किनभने तपाईँहरू पनि विशाल मार्ट भिजिट गर्दाखेरि चाहिँ अलिक भए पनि आइडिया होस् भनेर। सो आजको भिडियो मेरो यति नै थियो विशाल मार्टको। अनि यदि तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने चाहिँ प्लिज सपोर्ट मी। ओके, बाई, थ्याङ्क यू फर वाचिङ, बाई बाई।